सब गाइज भर्खर म यहाँ पछाडि दामी देख्नु सक्नुहुन्छ भ्यू है। यहाँ आइपुगेको छु। एकदम सर्ट ट्रिप अनि आज डे अफ पनि भएको कारणले चाहिँ फ्यामिलीसँग म आएको छु है। पछाडि यस्तो दामी नेचर छ है, हरियाली छ यहाँ। अनि घाम पनि देख्नु सक्नुहुन्छ, घाम लागिरहेछ। अनि गाइजहरूसँग चाहिँ म आज नयाँ ठाउँमा चाहिँ है नयाँ कुराहरू देख्न गइरहेको छु। त्यसपछि ठ्याक्क मेरो फ्रन्टमा चाहिँ ओसन देख्न सक्नुहुन्छ, पेसिफिक ओसन है। म चाहिँ सान फ्रान्सिस्कोको ठ्याक्कै 10 मिनट्सको डिस्टेन्समा छु। भर्खर म सान फ्रान्सिस्को आएँ अनि त्यसपछि चाहिँ म यहाँ फर्स्ट टाइम म यहाँ आइरहेको छु। गाइजहरूलाई म यहाँको टुर गर्छु, एकदम सर्ट है। अनि दामी लाग्यो। अनि छोटो मिठो भिडियो बनाऊँ भनेर चाहिँ मैले भिडियो बनाएँ है। गाइजहरू यसो इन्जोय गर्नु होला है। So you can see guys behind me here, that's a big ocean right here. So भ्यू दामी छ हैन, एकदम सही लाग्यो यो ठाउँमा आएर। हेर्नुस् यो यस्तो दामी भ्यू छ ल। माथि हामी यहाँ ठ्याक्क लाएर यहाँ तलबाट चाहिँ ट्रेन कुदिरहेको हुन्छ हैन। अनि भर्खर एमट्र्याक गयो यहाँबाट, त्यहाँ तल पर बोट गइरहेको छ। अनि हामी चाहिँ टपमा छौँ है। ओसन चाहिँ ठ्याक्क तल एकदम शान्त छ अहिले है, त्यस्तो वेभहरू आएको छैन। अनि तल छ, दामी छ यो लोकेसन चाहिँ ल, यस्तो दामी लोकेसन लाग्यो। अलराइट गाइज।